नमस्ते दोस्तों, हजुरलाई स्वागत गर्छु हजुरको आफ्नो च्यानल एजुकेसन पावर विथ सेवरमा। आज जो टपिक लिएर आएको छु त्यो अकाउन्टको एउटा जो सब्जेक्ट छ त्यसको नाम छ जर्नल एन्ट्री। जर्नल एन्ट्री अब बुझ्ने कि जर्नल एन्ट्री भनेको के हो। तो जर्नल एन्ट्री एउटा यस्तो फर्म हो जो अकाउन्टिङमा हेल्प गर्छ, डकुमेन्टको लागि, बिजनेसमा धेरै हेल्प गर्छ। त्यो सबैहरू ट्रान्ज्याक्सन रिलेटेड डाटा के हुन्छ, क्यास रिलेटेड या सेल्स रिलेटेड, पर्चेज रिलेटेड जो पनि डाटा हुन्छ त्यो जर्नल एन्ट्रीमा राखिन्छ। एउटा बुक हुन्छ, त्यो अगाडि पढ्दै जाने, त्यो भन्दै जान्छु। जर्नल एन्ट्री भनेको के हो पहिला त्यो लेख्ने गाइस। जर्नल एन्ट्री is the accounting process. In accounting process, we should write all data of business transaction in the book. It is the first transaction written. It is also called the original book. Journal entry is the accounting process. We should write all data of business transaction in the book. It is the first transaction written. It is also called the original book. Journal entry एउटा यस्तो अकाउंटिंग प्रोसेस हो त्योमा हामीहरू मतलब बिजनेस रिलेटेड यहाँ लेखेको छु नि, बिजनेस ट्रान्जेक्सन, बिजनेस रिलेटेड जति पनि कार हुन्छ जस्तो कि पर्चेस रिलेटेड भयो, क्यास रिलेटेड भयो, बैंक रिलेटेड भयो, सेल्स रिलेटेड भयो, जे कुरा भयो बिजनेसमा गर्छु त्यो पनि लेख्नुपर्छ। यसलाई कुन फर्ममा लेख्नुपर्छ? इट इज रिटन इन It is written in chronological order. अब गाइजहरु सुन्नुहुन्छ कि chronological order भनेको chronological order भनेको यस्तो त्यो पनि दुई टाइपको हुन्छ। chronological order पनि दुई टाइपको हुन्छ। फर्स्ट स्ट्यान्डर्ड chronological order त्योमा के हुन्छ? chronological order मा पास्टमा जो हामी गरेको जस्तो अग्लो सालको हाम्रो क्याश बचेको छ 1 लाख रुपैयाँ, यो न्यू इयरमा हामी कुनै काम स्टार्ट गर्छौं त्यो वहाँ पनि हामी क्यापिटल पुँजी लगाउँछौं। तो पिछले सालको जो 1 लाख बचेको छ त्यो पनि योमा युज हुन्छ। एउटा हुन्छ रिभर्स क्रोनोलोजिकल अर्डर, त्योमा के हुन्छ गाइस सिम्पली बुझ्ने, त्योमा के हुन्छ जस्तो कि न्यू मोडर्न फर्ममा जो आजसम्म चल्छ यो सालको जो हामी गरिरहेको छौं नि त्यो फर्स्टबाट, जस्तो कि जनवरीबाट स्टार्ट गरे हामी तो दिसम्बरमा खत्म हुन्छ। तो जनवरीबाट जो स्टार्ट गर्छु नि तो त्यो डाइरेक्ट लेख्ने, पास्ट को नलेख्ने, रिभर्स क्रोनोलोजिकल अर्डरमा। त्यो हिसाबले हामीहरू यो डाटाहरूलाई मिलाएर राख्छौं। तो सिम्पली बुझ्न जर्नल एन्ट्री एउटा यस्तो टपिक छ जो बहुत धेरै इम्पोर्टेन्ट छ। जर्नल एन्ट्रीमा हामी सिम्पली के गर्छौं, जति बिजनेस रिलेटेड ट्रान्ज्याक्सन हुन्छ जस्तो क्याश, बैंक रिलेटेड जति डाटा हुन्छ कि हामी के खरिद के गरे, के बिक्री गरे, के बेचिए, के नबेचे, त्योहरूको रिलेटेड डाटा योमा राखिन्छ जर्नल एन्ट्री। अब यसको केही इम्पोर्टेन्ट पोइन्ट्सहरू लेख्ने, जर्नल एन्ट्रीको मेन पोइन्ट्स के काम लाग्छ। Important points of journal entry. First, it is called the original book of entry.
Second, it has two sides. Every transaction have two sides. First is debit and second is credit. Do you understand it? और को पॉइंट को बुझना गाइस. Total transaction debit amount is equal to be, एक मिनट गाइस खत्म मिला देते हैं. हाँ, is equal to be credit account. मतलब कि बुझने की जो जति डेबिट को जस्तो बुझ्ने कि डेबिट 5000 छ त क्रेडिट पनि 5000 पर्यो. अगर दुवै मिलेन भने त्यो रङ छ. दुवैको बुकमा बराबर हुनु पर्यो कि हामी जे लिएको छु जति लिएछु खर्चा लिएछु त्यो बराबर हुनु पर्यो. जस्तो कि डेबिट भयो 5000 त क्रेडिट पनि त्यस्तै 5000 हुनु पर्यो सालको अन्तमा. फोर्थ पोइन्ट, it is written in तो गाइस हजुरलाई पहिले भनिदिएको छु कि क्रोनोलोजिकल अर्डर लेख्नुपर्छ. त इट इज रिटन इन क्रोनोलोजिकल अर्डर. त क्रोनोलोजिकलको बारेमा हजुरलाई म पहिले भनिदिएँ कि कस्तो टाइपको क्रोनोलोजिकल अर्डर हुन्छ. त्यो गाइस मैले अर्कोमा जाने रुल्स. अब हजुरहरूलाई एउटा यसैको बारेमा एउटा इम्पोर्टेन्ट चिज भन्न चाहन्छु. त्यो अगाडिको भिडियोमा हेर्दै जानुहोस्. अब गाइस बुझ्नु रुल्स अफ डेबिट और क्रेडिट. रूल्स ऑफ डेबिट और क्रेडिट बुझने की डेबिट और क्रेडिट कहाँ काम लागछ.
रुल्स अफ डेबिट और क्रेडिट कहाँ युज हुन्छ गाइस? त्यो अकाउन्टमा युज हुन्छ। 3 टाइपको अकाउन्ट हुन्छ, पर्सनल अकाउन्ट, रियल अकाउन्ट, नोमिनल अकाउन्ट। पर्सनल अकाउन्ट के आफ्नो पर्सनल व्यक्तिगत खाता हुन्छ, व्यक्तिगत खाता व्यक्तिले आफ्नो युज गर्छ। त त्यसमा डेबिट हुन्छ रिसिभर, क्रेडिट हुन्छ गिभर। रिसिभर भन्नाले जो प्राप्त गर्ने मान्छे हुन्छ, जो प्राप्त गर्ने मान्छे हुन्छ त्यो हुन्छ रिसिभर। क्रेडिटर भनेको जो लिने मान्छे हुन्छ त्यसलाई क्रेडिटर भन्ने, गिभर भन्ने। त डेबिट क्रेडिटमा के हुन्छ पर्सनल अकाउन्टमा? रिसिभर भनेको दिने मान्छे, क्रेडिटर भनेको त्यो। सेकेन्ड भयो रियल अकाउन्ट। रियल अकाउन्टमा के हुन्छ? डेबिट व्हाट कम्स इन। डेबिट मतलब कि व्हाट कम्स इन, के आइरहेको छ हाम्रो नजिक। क्रेडिट भनेको व्हाट गोज आउट। जस्तो इक्जाम्पल कि मैले कुनै फर्निचर खरिदेँ 5,000 को, तो मेरोबाट के गयो? क्यास, तो त्यो भयो क्रेडिट। व्हाट गोज आउट? मेरोसँग क्यास गयो तो त्यो भयो क्रेडिट। मेरो नजिक के आयो? फर्निचर आयो, तो त्यो के हुन्छ? डेबिट। तो डेबिटमा लेख्ने के? फर्निचर अकाउन्ट DR टू क्यास अकाउन्ट। अंडरस्ट्यान्ड गाइस? अब नोमिनल अकाउन्टमा expenses and losses are debit and income or gain are credit. Expenses and losses जस्तो कि हामी केही खर्चा गर्छु, बिजुली बिल तिर्छु, केही गर्छु या भाडे तिर्छु रुमको, त त्यही हुन्छ रेन्ट अकाउन्ट DR टू क्यास अकाउन्ट। त हाम्रो नजिकबाट हाम्रो जो खर्चा हुन्छ, जे के कुरा हुन्छ, के पर्सनल हुन्छ, खर्चा पनि दुई टाइपको हुन्छ, एउटा इन्डाइरेक्ट एउटा डाइरेक्ट। डाइरेक्ट इन्डाइरेक्ट अगाडि बढ्दै जाने। अब यति मात्र बुझ्ने कि योमा खर्चा और घाटा हुन्छ त के हुन्छ? डेबिट। क्रेडिटमा के हुने? इन्कम।